हेलो एन्ड नमस्ते वेलकम टु माई मिनी भ्लग। आज चाहिँ के मिनी भ्लग लिएर आयो भनेर सोचिरहनु भयो होला। आज चाहिँ हेर मैले त मसँग के छ, यो चाहिँ हाम्रो चाहिँ फेभरेट हो। अब हजुरहरूको फेभरेट हो होइन, कमेन्ट गर्नु होला। तर हाम्रो चाहिँ एकदम फेभरेट हो है। ल हेरौँ, हामीसँग चाहिँ छ यस्तो, यो चाहिँ हो कोदाको ढिँडो। अब हामी चाहिँ जस्तो गर्मी भयो नि, कोदा ढिँडो खानलाई चाहिँ पछि हट्दैनौँ। हामी चाहिँ बनाइहाल्छौँ, खाइहाल्छौँ होइन। हजुरहरू कसलाई मनपर्छ कमेन्ट गर्नुहोला। अब हामी यो पकाउन त गाह्रो भए पनि, खाना मिठो भएपछि जस्तो गाह्रो भए पनि हामी पकाउनलाई चाहिँ पछि हट्दैनौँ। तर यो अरू ढिँडो पकाउनु जस्तो सजिलो अरू सजिलो हुन्छ मकैहरूको बनाउनु, तर यो कोदाको मस्काउनु कति गाह्रो हुन्छ कि। तर जति गाह्रो भए पनि म खान पछि हट्दिनँ। अनि यो सबैभन्दा फेभरेट चाहिँ मेरो बुढाको हो। त्यही भएर बुढाको फेभरेट भएपछि आफू जस्तो दुःख भयो भने दुःख गरेर भए पनि खाना त बनाउनु पर्यो। त्यसपछि हाम्रो रेडी भयो खाना। पहिला चाहिँ एकदम मन नपर्ने, यो घाँटीबाट पनि जाँदैन थियो, मासु पनि मिठो लाग्दैन थियो। जब बिहे गरेपछि यो पनि मिठो लाग्न थाल्यो, मासु पनि मिठो लाग्न थाल्यो। एकदम फेभरेट भएको छ हामी दुवैजनाको। पहिला मन नपर्ने हो, अहिले यस्तो हुन्छ। त्यहाँदेखि छुट्याएछ होइन। कक्कालाई चाहिँ यो कोदाको ढिँडो मन पर्दैन, उहाँहरूले चाहिँ बिहे गर्नु छैन। बिहे गरेपछि, तर बिहे गरेपछि मात्र नि बुढालाई एकदम मनपर्ने हुनुपर्छ। त्यसो बुढालाई मनपर्छ भने चाहिँ तपाईँहरूले नि खानुहुन्छ है। मेरो पनि उहाँलाई मनपर्ने भएर नै मलाई फेभरेट हुन थाल्यो आजभोलि।